हामी अब सासुबारी घुम्न गइराखेका छौँ। अब कहाँ लान्छौँ बुहारीलाई थाहा छैन। नातिनी सोध्दैछ 3 जना। हामी जाँदै गरेको अवस्था छ। तपाईँहरू जहाँ जहाँ गयो त्यहाँ त्यहाँको ठाउँ देखाउँछ। हाँस गरिदिनु ल, कमै पनि गरिदिनु ल। स्विडेनको गाडी हेर्नु यस्तो हुन्छ। खाली छ मान्छेहरू। कतिवटा डिब्बा पुग्यो? 3टा डिब्बा नि। 3टा डिब्बामा हामी कतिजना मान्छे छौँ? 4-5 जना मान्छे छौँ है यहाँ। हेर्नु है यस्तो हुन्छ। नेपालमा हामी भिड भएर पनि मान्छे रोकिरहन्छ। यहाँ त 2 सेकेन्ड। मैले अगाडिको देखाएँ र पछाडिको देखाउँदैछ है। पछाडिको भाग हामी बसेको पछाडिको भाग है त। लाइटहरू यहाँको बजार यस्तो सजाएको छ। त्यसमा रुख पनि रोपेर छ माथि। रुख पो रहेछ माथि त। अघि देख्यो नि त हामी। माथि हौ रुखहरू माथि। माथिबाट आएको छैन नि त, हामी यहाँ आएको नि त। यस्तो हुन्छ लिफ्टको बत्ती देखाउनु न। यहाँ क्रिसमस लागेको मान्छेहरू बसेर। हेलो गाइसहरू, यहाँ यस्तो छ है। हामी कुन मार्केटमा आछौँ? कुन मार्केटमा? प्रोलुन्डा अरे। क्रिसमसको रमझममा हामी यहाँ मार्केटमा आएको छौँ। यस्तो छ है मार्केटभित्र। यहाँ तपाईँले हेर्नुहोस् मान्छेहरू हुँदैछ। एकछिन यहाँ तल त अनि ल हाई गाइसहरू, हामी लगभग 1 बजी गाडी चढेको। 2:30 बजी अहिले। आधा घन्टाको बादमा हामी यहाँ नदी किनारमा है नाउँ है। अब हामी समुद्रमा हेर्न जाँदैछौँ। यो चाहिँ नाउँ यहाँको बोटहरू यहाँ बसिरहेको छ। मलाई थाहा छैन कुन समुद्र हो भन्ने कुराहरू। त 3 घन्टाको बाटो आयो। अनि यहाँ हेर्नु पहाड छ। यहाँ स्विडेनमा त सबै पहाड खपेर बनाएको रहेछ होइन। जहाँ जहाँ पनि पहाड ढुङ्गाहरू हुन्छ। अनि यो कुन नदी हो भनेको म बुहारीलाई सोध्दैछु। अनि बुहारीलाई भनिदिनु हुनेछ। यहाँ बुहारीलाई म सोध्छु है त। ल बुहारी भनिदिनु पर्यो यहाँ। लाएर राख्दो रहेछ। यो कुन गाडी कुन समुद्र गाडी? हामी फिस्क ब्याक्या भन्नेमा छौँ। फिस्क माछा। फिस इङ्ग्लिसमा, स्विडिसमा फिस्क ब्याक्या। सबै लुगा ओढेर राखिरहेको छ हौ नाउँहरू त। अब हिँड्नुपर्छ अनि लुगा ओढेर राखेको छ यत्रो ठुलो नाउँहरू। यो सबै नाउँ है। लु प्राइभेट हो नि। प्राइभेट सबै नाउँ त्यहाँबाट काम गर्छ। यहाँ न सबै सिडी प्लास्टिक नउडास भनेर बुद्धि त भएको यस्तो छ है गाइसहरू। आजको सिजनको सबै यस्तै गर्दा रहेछ। आज 1 बजी 1:30 बजी भएको छ। तर 2:30 दिन भने यस्तो छ नाउँहरू। यस्तो छ समुद्रमा भित्र नपर्छ भने यसले खेल्दो रहेछ त होइन। यो उनीहरू खुट्टा हुँदो रहेछ क्या यहाँ। पाइडल मार्छ होला उनीहरूले पनि। होइन पाइडल होइन के पो फेन हुँदैन त्यो? पाइडल मार्ने हो हाम्रो भाषामा पाइडल। यो घुम्छ होला मुनि र अनि कुछ त यहाँ त पखेटा हो। होइन आमाले देख्नु भएन। यो पखेटा यसले होइन यो हो त नि। हो नाउँमा यसो गर्छ क्या यिनीहरूले। यिनीहरू पखेटा रहेछ है। हामीले प्लेन पानी जहाजको टाउकोमा देखेको थिएँ। पुच्छर पनि देखेँ पखेटा है। यहाँ त यो रहेछ पखेटा। अनि यसले गर्दाखेरि माथिबाट दबाई दिएपछि
अनि त्यो कुद्दो रहेछ यहाँ हेर्नुहोस् अनि भन्नु न। तपाईँहरूले पुच्छर देख्नु भएको थिएन भने यहाँ छ पुच्छर तल हामी त माथि मात्रै देखेको यतिखेर यस्तो जाडोमा समुद्र यो पोखेटा पोखेटा नै यति धेरै नहुनु है यसरी टेका लाएर राखिरहेको छ सबै पछि समयमा चाहिँ मजा हुन्छ अरे समयको खेल हो होइन आफू त अब यहाँ पहिलो पनि लास्ट पनि यही होला भन्ने लागिरहेछ कस्तो समयमा स्विडेन घुमौँ भनेर मचेर नेपालदेखि आएको अब नेपाल फर्किने बेला भइरहेछ आफ्नो त समर देख्नै पाइँदैन नि यहाँ नै यहाँ यस्तो छ है समुद्र अब तपाईँहरूलाई समुद्र पनि देखाउने बेलामा छु है त हेर्दै गर्नु होला अनि लाइक अनि सेयर गर्नु होला थ्याङ्क यू स्विडेनको किनार यस्तो छ है स्विडेनको बगर किनारमा माछा नदी अरे फिस अरे यहाँ चाहिँ तपाईँहरू पहाडको ढुङ्गाहरू ठुलो ढुङ्गाहरू यसरी बनाएको छ विकसित देशहरूमा कस्तो राम्रोहरू बनाएको छ यस्तो ढुङ्गाहरू खपेर बनाएको छ नि त सबै ढुङ्गा माथि घर छ ढुङ्गा माथि सहर बजार छ पातलो घरहरू हेर्नु त यस्तो छ है दामी छ नि ए समुद्र किनारको ढुङ्गाहरू नै अघि माथिल्लो परिरहेको भने अरू ठाउँमा चाहिँ तारले राखेर यस्तो भयो तर घाम नलागेर फर्किँदैछौँ समुद्र हेरेर समुद्र यता पनि देखिँदैछ है यस्तो छ है स्विडेन ढुङ्गा गाडी मात्रै छ ढुङ्गाको माथि गाडी कुद्दैछ है Nästa, Sydgatan. ढुङ्गाको माथि घर बनाइरहेको थियो नि यस्तो ढुङ्गा गाडीमा पनि रुखहरू हेर्नु त्यहाँ गर्ने मान्छे यस्तो छ मान्छे चढ्यो ढुङ्गा गाडी कस्तो माथि स्टेसन यस्तो हुन्छ हजुर स्टेसन Nästa, Fiskebäcksskolan. कम्प्युटर बोलेको यस्तो ढुङ्गा माथि पनि नमरेको बिरुवा के बाहिर चिसो पातालो क्रिसमसको बत्ती बलिरहेको छ Nästa, यहाँ
Björnåsgatan. अब समर नआएको त हिँड्नुपर्ने हो नि त घरमा। नेपाल अवस्था यस्तो छ। साथीभाइहरू तपाईँहरू कहीँ हुनुहुन्छ? यो गाडी त रोटी जस्तै घुम्छ नि। यस्तो ठाउँमा नेपालमा जस्तो घर धेरै हुँदैन एउटा एउटा घर। सिजनमा आइपुग्नु भए पनि Nästa Skärgårdsgatan. क्रिसमसको बत्ती बजिरहेछ। Nästa Påvelunds centrum. Centro. Center वाले का। यहाँ आयो खाना। Guys,